हरियो खोर्सानी र चीज राखेर साउरडो पाउरोटी बनाऊ है त आज। यो ह्यालोपिनोज भन्ने खोर्सानी हो। यसलाई मसिनो गरी चप गर्ने अनि चेडर चीजलाई चाहिँ कोरेसोमा कोर्ने। फुलेको डोलाई सफा सर्फेसमा खनाउने अनि रेक्ट्याङ्गल आकारमा बिस्तारै तन्काउने अनि माथिबाट पहिला चप गरेको खोर्सानी छर्किने अनि त्यसपछि चीज छर्किने, सबैतिर बराबरी लाग्ने गरी। अब यसलाई रुमाल पट्टाको जसरी पट्टाउने र फेरि माथिबाट खोर्सानी र चीज राख्ने अनि कार्पेट रोल गरेको जसरी रोल गर्ने र डल्लो बल जस्तो बनाउने अनि 30 मिनेट त्यसै राख्दिने। 30 मिनेट पछाडि फेरि यसलाई रेक्ट्याङ्गल आकारमा तन्काउने, पट्टाउने, रोल गर्ने, साइडमा पिन्च गर्ने र सफा कपडा राखेको भाँडामा खनाउने अनि प्लास्टिकले छोपेर फ्रिजभित्र रातभरि राख्ने। भोलिपल्ट फ्रिजबाट डोलाई निकालेर डिजाइन दिने र अलिकति साइडमा यसरी चिर्दिने अनि 1 घण्टा ओभनमा तताको डच ओभनमा राख्ने र आइस हालेर छोडिदिने। आधी बेक भएपछि निकालेर बाँकी रहेको चीज माथिबाट राख्ने र फेरि बेक गर्ने अनि त्यसपछि त रेडी भयो हाम्रो खुर्सानी र चीजको पाउरोटी।